हेलो गाइस, तपाईहरु सन्चै हुनुहुन्छ होला। फाइनली आज चाहिँ हामी नानी जाति भएर घरतिर जाँदैछौँ। दुःख भएको छ, नानी बिमारी भएको पिरले गर्दाखेरि चाहिँ यति साह्रो समस्या भएको थियो। आज हामी अब घरतर्फ लाग्दैछौँ। नानीलाई एकदम ठिक छ। अनि अब अस्पतालदेखि मलाई गाडीसम्म पुर्याउन आउँदैछ। सबैजना अरू चाहिँ गाडीमा पुगिसक्नु भएको छ। अस्ति तर मान्छे सबैभन्दा पछाडि आउँदै थियो। हाम्रो गाडी ठ्याक्कै 8:30मा निकाल्नु भनेको थियो। त्यसले गर्दा हामी अलिक छिटो निस्किनु पर्यो। हामी अलिकति ढिलो निस्किनेवाला थियौँ, तर पनि सबै कामहरू भएर हामी चाहिँ आज बिहानको भएर घर फर्किँदैछौँ। यो झोला पनि लगाइदिनु ल। सबै सामान आएको नि, यो हातमै बोक्छु। यो अवन्तिका आदेशी सन्च भएर यस्तो भएको थिए। मेरी छोरी सन्च भाइ स्मृतिले पुरा सपोर्ट गरेको थिए। स्मृतिले यस्तो बेसी सपोर्ट गरेको थियो। यो लम्बु हो नि, लम्बुले पुरा सपोर्ट गरेको थियो। अवन्तिका दिन त फर्किरहेको थिएँ। मेरो हस्बेन्ड अब गाडी स्टार्ट गर्न आँट्नुहुँदैछ। बाई बाई ल।